क्लासको सी हेज कम फ्रम पोखरा होइन उनी पोखराबाट आएकी छिन्। उनी होइन आज मैले प्रेजेन्टेसन आइसिटीको प्रेजेन्टेसन गराएँ होइन क्लासमा। अनि आइसिटी इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी हुन्छ जुनमा कम्प्युटरहरूको हुन्छ होइन सफ्टवेयरहरू अनि कोडिङ मिडिया लेभरेज सबै हुन्छ। अनि उनीले होइन जस्तै धेरै कुराहरू यसलाई सम्झाउँछन्, धेरै क्वेसनहरू गरेको थियो। अनि वन क्लासदेखि नै कम्प्युटर सिकिरहेको थियो, एजुकेसन पढ्थेँ। प्लस धेरै प्यारेन्ट्सहरू टेक्नोलोजीहरू पनि धेरै जागरुक छ। मतलब टेक्नोलोजी बाहिर जुन बस्नुहुन्छ होइन अनि यहाँ पनि बस्नुहुन्छ प्यारेन्ट्सहरू यहाँको धेरै नै जागरुक हुनुहुन्छ टेक्नोलोजीप्रति। तर एउटा कुरा मैले अब्जर्भ गरेँ होइन, जस्तै यहाँ आसपासको मैले अब्जर्भ गरेँ कि यहाँ अलिकता कुनै मोस्टली प्यारेन्ट्सहरू होइन टेक्नोलोजीसँग स्केयर हुनुहुन्छ एन्ड स्केयर हुनु जुन डराउनु हुन्छ नि टेक्नोलोजीसँग भयभीत हुनु होइन। त्यति किड्सलाई आफ्नो बच्चाहरूलाई टेक्नोलोजीसँग रिलेटेड नगराउनु होइन, त्यो पनि जायज हो। किनभने यहाँको बच्चाहरूले अलिकता बदमास नै हुन्छ, अलिक चलिरहेको हुन्छ। प्लस यसको कारणले जुन बच्चा छ होइन त्यो रिल्समा बढी टाइम स्पेन्ड गर्न सक्छ अथवा गेमिङमा स्पेन्ड गर्न सक्छ। त्यसैले प्यारेन्ट्सहरू उहाँको सोच एकदमै ठिक छ उहाँ अनि भ्याइ हुनु जायज पनि छ त्यसै कारणले। तर जुन तरिकाले मैले अब्जर्भ गरेँ होइन कि टेक्नोलोजीको जति पावर हुनुपर्छ त्यति पावर यो एरियामा मतलब आफ्नो तराईमा एरियामा हाम्रो खास गरेर देशमै नै धेरै देशमै मतलब नेपाल देशमै नै जति पावर हुनुपर्छ होइन टेक्नोलोजीमा त्यति पावर अहिले भइरहेको छैन त्यो। अनि अहिलेको जुन ट्रेन्डिङ वर्ल्ड छ अहिले ट्रेन्डिङमा छ कन्टेन्ट क्रिएटिङ, एआई छ, प्रोग्रामिङहरू छ, सफ्टवेयर डेभलपिङ छ होइन। त्यो भनेको ट्रेन्डिङ छ। सोसल मिडिया मार्केटिङ, पिआर पिपुल रिलेसन मार्केट जुन छ, पिआर डिस्ट्रिब्युसनहरू त्योहरूले ट्रेन्डिङ छ। इ कमर्स जुन छ कुनै पनि एफिलिएट मार्केटिङहरू होइन, सेयर मार्केट जुन छ, बिटकोइनहरू यो सबै ट्रेन्डिङमा अहिले छ। अनि जुन बच्चाले अहिले टेक्नोलोजीसँग इभल्भ हुन सकेन, टेक्नोलोजीसँग आउटडेटेड भइसक्यो अथवा टेक्नोलोजीसँग त्यति घुलमिल हुन सकेन, फ्यामिलियर हुन सकेन, त्यो बच्चा फ्युचरमा गएर एकदमै आउटडेटेड नै हुन्छ। चाहे जति पनि सिलेबसमा फर्स्ट आओस् टप आओस् फरक पर्दैन। त्यो टप भएको बच्चा पनि यदि टेक्नोलोजीसँग फ्यामिलियर हुन सकेन, मतलब आफ्नो माइन्ड सेटलाई इभल्भ गर्न सकेन, त्यो बच्चा धेरै नै आउटडेटेड हुन जान्छ। प्लस यसको फ्युचरमा सेल्फ कन्फिडेन्स पुरै लो भएको छ। किनभने जति पनि बच्चाहरू हुन्छ सबैले टेक्नोलोजीमा इभल्भ भएको हुन्छ, सबैले टेक्नोलोजीसँग धेरै नै फ्यामिलियर भएको हुन्छ। अनि त्यो जस्तै ब्रोड पढ्न जान्छ अथवा काठमाडौँ नै पढ्न जान्छ अथवा कुनै अर्को युरोप अमेरिका पढ्न जान्छ होइन, पछि अथवा केही काम गर्न जान्छ, त्यहाँको बच्चाहरू धेरै टेक्नोलोजीमा इभल्भ भएको हुन्छ। अनि त्यहाँ हेर्दाखेरि आफूलाई यति होइन टेक्नोलोजीमा आउटडेटेड भएको कारणले यसको कन्फिडेन्स पुरै डाउन भइन्छ। अनि अहिलेको जुन छ टेक्नोलोजी खास गरेर मोस्टली पिपुलहरू यो सोचिरहेको हुन्छ कि टेक्नोलोजी भनेको इन्स्टाग्राम रिल्स, फेसबुक रिल्स, टिकटक रिल्स अनि इन्टरनेट अरू सोसल मिडिया भयो, अलिक कुराकानी भइहाल्यो होइन, कम्युनिकेसन वाटेभर, त्यो टेक्नोलोजी भनेको यति मात्र हो। तर यति मात्र छैन। म टेक्नोलोजी जब कुरा हुन्छ नि म लेभरेजको जब कुरा गर्छु कन्टेन्ट जुन छ मिडिया लेभरेज प्लस प्रोग्रामिङ जुन छ कोडिङ लेभरेजहरूको कुरा म गरिरहेको हुन्छु। अनि एआईहरूको जुन एआईले युज छैन, टेक्नोलोजी भनेको मात्र रिल्ससम्म सीमित छैन होइन, सोसल मिडियाहरू मात्र सीमित छ। अनि टेक्नोलोजी भनेको मात्र कन्ज्युमिङसम्म सीमित छैन, यसलाई कन्टेन्ट मतलब क्रिएट पनि गर्न सकिन्छ। आफू केही क्रिएट गर्न जस्तै सफ्टवेयर डेभलप गर्न सकिन्छ होइन, सफ्टवेयर क्रिएट गर्न सकिन्छ, आफ्नो केही कन्टेन्टहरू क्रिएट गर्न सकिन्छ, आफ्नो केही मतलब मार्केटिङ पिआर डिस्ट्रिब्युसन गर्न सकिन्छ। त्यो पनि फेरि त्यो पनि पर्मिसनलेस, मतलब यो लेभरेज जुन छ टेक्नोलोजीको होइन त्यो एकदमै पर्मिसनलेस हो। अनि टेक्नोलोजीले एकदमै डेमोक्रेटाइज गरिदिएछ, पुरै स्वतन्त्र गरिदिएछ, मतलब प्रजातन्त्र पुरै वर्ल्ड वाइड प्रजातन्त्र गरिदिएछ। अनि त्यसैले हामीलाई टेक्नोलोजीसँग इभल्भ हुनुपर्छ। अनि खास गरी नानी बाबुहरूलाई टेक्नोलोजी तर्फ इम्पावर गर्नुपर्छ, त्यसलाई उनीहरूलाई धकेल्नुपर्छ टेक्नोलोजी तर्फ होइन। तर धेरै प्यारेन्ट्सहरू धेरै जागरुक हुनुहुन्छ यहाँ मतलब टेक्नोलोजीसँग धेरै अपडेट हुनुहुन्छ। अनि उहाँ आफ्नो नानी बाबुहरूलाई धकेल्छ पनि, उहाँ मतलब आफ्नो जुन छ टेक्नोलोजी होइन टेक्नोलोजी तर्फ उहाँले धकेल्नुहुन्छ। तर अझै पावर गर्नु जरुरी हुन्छ। मलाई लाग्छ धेरै बच्चाहरू धेरै थोरै बच्चाहरूलाई धकेलिरहेको छ, थोरै बच्चाहरूले पावर भइरहेको छ।
मलाई लाग्छ कि अझै धेरै बच्चाहरूलाई इम्पावर गर्नुपर्छ, यहाँ नानी बाबुहरूलाई इम्पावर गर्नुपर्छ, अनि प्यारेन्ट्सले पनि अनि इन्स्टिट्युसनले पनि अनि जुन प्रोपर गाइडेन्स भन्छ त्यो प्रोपर गाइडेन्सले पनि एकदमै इम्पावर गर्नुपर्छ टेक्नोलोजीलाई। जुनमा इन्टरनेट छ नि अहिले, इन्टरनेट भनेको एउटा प्रिभिलेज हो, जुन कि हामी प्रिभिलेज मिल्छ नि आमा बाबाबाट होइन, प्रिभिलेज मिल्छ सानोदेखि एकदमै सबै कुरा फ्री मिल्छ होइन, त्यस्तै प्रिभिलेज हो। प्लस यो एउटा ब्रह्माजीको वरदान नै हो, जुन कि मैले भनेको थिएँ कि मानव इतिहासमा अहिलेसम्म जबसम्म मानव इतिहास विकसित भएन तबसम्म अहिलेसम्म यस्तो मतलब कुरा, यस्तो कम्पोनेन्ट अहिलेसम्म कहिले पनि विकसित भएको थिएन, कहिले पनि एभल्भ भएको थिएन। यस्तो एभोल्युसन अहिलेसम्म मानव इतिहासमा कहिले पनि भएको थिएन, त्यस्तो एभोल्युसन भइसकेको छ। तर अलिकति यसलाई एकदमै वाइजली प्लस इफेक्टिभली युज गर्नुपर्छ।